हुन्छ नि नवीकरण दर्ता गर्न सक्नुहुन्छ नि हैन अनि त्यो नगरपालिकामा गएर टाइममा तपाईले नवीकरण गर्न सक्नुहुन्छ नि डेङ्गीले पैसा तानिन्छ अनि कहाँबाट गर्ने डेङ्गीले पैसा तिरेन भने टेम्पो समातेर ल्याइदिन्छ हो हो नपरुन् त केही पनि हैन हजुर मैले तपाईहरुलाई भनेको छु सुन्नु तपाईले भनेको कुरा ठीक हो कि हजुर सुन्नु त मेरो कुरा सुन्नु अब वालिङ नगरमा टेम्पो चल्छ भने 6 महिनामा प्रशासन के यहाँ आएर यही ट्रायल दिएर यही लाइसेन्स दिने व्यवस्था मिलाउनु तपाईको कुरा सुन्नु त्यो मेरो क्षेत्राधिकारी भित्र पर्दैन तपाई एउटा चालक हो तपाईको लाइसेन्स हुनुपर्छ तपाईको नवीकरण हुनुपर्छ जाँच हुनुपर्छ अध्यक्षज्यू अनि अब हामी बुटोलमा जाँदाखेरि हाम्रो पैसा पनि लुटिन्छ मैले के जान पर्यो आउन पर्यो वहाँ बस्न पर्यो स्पष्ट कुरा हुनु पर्यो नेपालमा तपाईको नवीकरण अटो नभएका अटो चल्दैन अब जाँच खेलबाको चल्दैन नगरपालिका दर्ता गरेर नवीकरण गर्नुभएको भन्ने चल्दैन लाइसेन्स बनाएर चलाउनु पर्यो त्यो कुरामा क्लियर हुनु म अरु तपाईसँग डिबेट गर्न चाहन्न कानुन बमोजिम चल्नु